हेलो सम्पूर्णमा नमस्कार। ल गाइजहरू, अब यो हाम्रो चाहिँ अर्गानिक सब्जी खेती यसो फलफुल हुँदैछ हैन। यहाँनेर काँक्राहरू हेर्नुहोस्, यहाँ यसो लगाएको छ। मैले पनि ट्राई गरेको हैन, अहिले कस्तो हुन्छ। यहाँ यसो आफूलाई यसो टाइम पास पनि बसी बिहालो। ताजा साग सब्जीहरू लगाउनका लागि धेरै झन्झटिलो पनि छैन। यसमा अलिकति धागोहरू लगाएर सरक्कसँगले यहाँ लगाइएको छ। हजुरहरूलाई पनि यसो सब्जी लगाउनु पर्यो भने त्यति धेरै टेन्सन हुँदैन। यस्तो तरिकाले सरक्क लगाइदियो भने यहाँ हेर्नुहोस्, काँक्रा फल्दैछ। एक साइडमा यहाँ लगाएको छ भने ऊ परसम्म यो काँक्राको लाइन छ। यतातिर भने चाहिँ एकतिर पर करेलाहरू पनि आउँदैछ। यहाँ सिबीहरू पनि एक साइडमा यसरी सरक्क लगाइएको छ। हेर्नुहोस् है गाइजहरू, काँक्राहरू अब यो सुरुवाती हो, भर्खर चिजेला लाग्दैछ।